सोमबार साँझ 4 बजेबाट डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स र पोखरा एभेन्जर एकअर्काको आमने सामने हुनेछ। दुईटै टिमको लागि यो मस्ट विन गेम भएको छ किनकि दुईटै टिमले 2मा 2 खेल हारेर आउँदैछ। विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग हारेको पोखरा एभेन्जर्स हो भने विराटनगर किङ्स र काठमाडौँसँग हारेको जनकपुर बोल्स 2मा 2 हारेर ट्यु ग्राउन्डमा आज 2 अङ्कको लागि एकअर्काको आमने सामने हुनेछ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स र पोखरा एभेन्जर्स अब बटममै छ दुईटै टिम्स। यो मस्ट विन गेम हो किनकि यो गेम यदि हार्यो भनेदेखि जुन टिम यो गेम हार्छ त्यो टिम लगभग यो टुर्नामेन्टबाट बाहिर हुन्छ किनकि त्यसपछि तपाईँले 5मा 5 जित्नु हो भने क्वालिफाई गर्न सकिन्छ। नभए अब 5मा एउटा आज हार्नुभयो त्यसपछि 4वटा लगातार जिते पनि अब त्यो रन रेट के कस्तो होला अरूले हराउला यस्तो होला त्यस्तो होला भनेर हुन जान्छ। त्यही भएर यो मस्ट विन गेम नै हो किनकि जो हार्यो लगभग त्यो टुर्नामेन्टभन्दा बाहिर हुन्छ भन्ने मलाई लाग्छ। र अर्को कुरा के पनि छ भनेदेखि जनकपुर बोल्स दे आर गोइङ टु प्ले फर देयर मदर्स भन्नुको अर्थ आमाहरूको लागि खेल्न गइरहेको छ भनेदेखि ग्रासियर म्याटर्सको लागि पोखरा एभेन्जर्स खेल्न गइरहेको छ। सो दुईटै गेम जितोस् र गेम राम्रो होस्, दुईटैले राम्रो मोटिभको साथ यो गेम खेल्न गइरह्यो। तर दुईटैलाई 2 अङ्क चाहिँ एकदमै अनिवार्य रूपमा चाहिएको छ। अब यदि प्लेइङ 11को कुरा गर्नुहुन्छ भनेदेखि जनकपुर बोल्सको प्लेइङ 11मा लगभग केही न केही त चेन्जेस गर्नै पर्ने हुन्छ। कुरा गर्ने भनेदेखि अनिल कुमार शाह, लाहिरू मिलन्त, आसिफ शेख, ललित राजवंशी, किशोर महतो, अरनिको यादव, शुभ कंसकार, तुलबहादुर थापा, मोहम्मद मुसिन, बेन माइक। अब यो पहिलाको यस्तो थियो प्लेइङ 11 भने यसमा चाहिँ म के गर्न चाहन्छु भनेदेखि यो मोहम्मद मुसिनमा विन पार्नेल आउन सक्छ र तुलबहादुर थापा मगर त एकदम चाहिने हाल्छ यो। त्यसैगरी यदि पोखरा एभेन्जर्सको लागि हामीले प्लेइङ 11को कुरा गऱ्यौँ भनेदेखि पोखरा एभेन्जर्समा चाहिँ कुशल बुर्तेल क्याप्टनको रूपमा, एडम रोसिङटन विकेट किपरको रूपमा खेल्न सक्छन्। त्यसपछि दिनेश खरेल, जेमी निसम, किरण आकाश चन्द, विपिन खत्री, अभिषेक तिवारीले बलरको रूपमा युज गर्नु पर्यो। ब्याटिङ त अन्डर 19मा पनि हेर्नु भनेदेखि प्रायः उहाँ ब्याटिङ नै भन्दा पनि बलर चाहिँ इज अ गुड बलर, बलिङमा युज गर्न सक्नु पर्यो। त्यसपछि सुमित वर्मा, ड्यानियल डवाटेलाई आई थिङ्क 1 डाउन पठाउन सकिन्छ कि ड्यानियल डवाटे, सागर ढकाल आदिलाई युज गर्ला जस्तो लाग्छ। तर मलाई के लाग्छ भनेदेखि यसमा 2-3 चेन्जेस गर्न सक्छ किनकि जुन टिमले राम्रो खेलाउँछन् दुईटै टिम अहिले कमजोर नै छन्, दुईटै टिमको विकनेसेस पनि धेरै छ। दुईटै टिमलाई राम्रो गर्नुपर्ने एकदमै आवश्यकता छ। तर मलाई के लाग्छ भनेदेखि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स कमब्याकको लागि जानिने, कमब्याकको लागि मानिने टिम भएको कारणले गर्दा पोहोर पनि हेर्नुहुन्छ भनेदेखि फाइनलमा क्याप्टन अनिल कुमार शाह घाइते हुँदाखेरि पनि फाइनल जितेको टिम हो। त्यति मात्र नभएर यदि तपाईँको कमब्याक गर्न सक्छन् मलाई लाग्छ कि जनकपुर बोल्सले यो चाहिँ कमब्याक गर्छ। यदि बलिङको कुरा गर्नुहुन्छ भनेदेखि किशोर महतोले 3 ओभर डाल्लान्, वेन पार्नेलले 4, ललित राजवंशीको 4, अनिल शाहले 2 देखि 3 त्योभन्दा बढी चाहिँ नहालेको राम्रो हुन्छ। तुलबहादुर थापाको 3 र 4 यसै गरी बलिङ होला जनकपुर बोल्सको भने तपाईँको जिमी निसमको 4 ओभर हुन्छ, विपिनको 3, अभिषेक तिवारीको 3, सागरको 3 र कुशल आफैले पनि 3 ओभर फाल्न सक्छ। तर यदि मेरो प्रेडिक्सन फाल्ला यदि मेरो प्रेडिक्सनको कुरा गर्नुहुन्छ भनेदेखि जनकपुर बोल्सलाई म 60% दिन्छु भनेदेखि पोखरा एभेन्जर्सलाई म 40% दिन्छु। हालाकि दुईटै टिमको जुन मोटिभले आज ट्यु ग्राउन्डमा उत्रिँदैछ दुईटैको मोटिभ चाहिँ एकदमै राम्रो छ, जो जिते पनि खेलको जित हुनेछ। तर किनकि जनकपुर बोल्स डिफेन्डिङ च्याम्पियन हो मलाई अलिकति ब्यालेन्स टिम लागिरहेको छ। तर यो डिपेन्ड गर्छ कि कुन टिमले प्लेइङ 11 राम्रो खेलेर, जुन टिमको प्लेइङ 11 राम्रो हुन्छ त्यो टिमको म्याच जित्छ। टस जित्यो भनेदेखि पहिलो ब्याटिङ गर भनेर